हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। म चाहिँ आज महाशिलातिर जान लागेको दर्शन गर्न। अनि पानी चाहिँ सिमसिम परिरहेको छ, त्यही पनि जानु पर्यो भनेर चाहिँ महाशिलातिर जाँदैछु म चाहिँ। अनि बाटोमा के कस्तो छ अनि त्यसपछि के कस्तो छ सम्पूर्ण कुराहरू चाहिँ म देखाउँछु। यहाँ चाहिँ एउटा खोला रहेछ अनि पोखरी पनि बनेछ यहाँ। अनि यहाँ पहिरो जान रहेछ। अब यहाँ चाहिँ दुकुर्नु पर्छ। ल हेर्नु त यो खोलाहरूको पनि रहेछ, झरना भने दामी छ। यस्तो छ मौसम पनि, चारैतिर कुहिरो लाएर एकदमै ढाकिएको छ होला हेर्नु। यहाँ अर्को झरना पनि छ। त्यसपछि यता पनि दामी बनेको छ है। त्यसलाई हेर्ने खोलो हो यो। कुहिरो चाहिँ ढाकिसक्यो है त, पुरै खतम भइसक्यो। झाडीहरू पनि छ वरिपरि। अनि म चाहिँ अब ठ्याक्क महाशिला चोकमा आएँ। यो चाहिँ महाशिला चोक हो। ठ्याक्क चारतिरबाट बाटो आएको छ। यहाँ चाहिँ 2-4वटा पसल पनि छन्। अनि यो ढलान बाटो हो। अनि यता चाहिँ खड्केरीहरू छन्। यो पहिलाको गेट हो। अनि यहाँ चाहिँ स्वामीको रुख छ होला हेर्नु, ठुलो। यसरी चाहिँ म यताबाट माथि जान्छु है त। म चाहिँ अब ठ्याक्क महाशिला आइपुगेँ हेर्नु है। महाशिलाको शिला, ठुलो शिला हो यो चाहिँ। अनि यता चाहिँ एउटा भवन पनि छ। यसको यहाँ चाहिँ कुहिरोले यो 108 धारा हो। यहाँ स्नान गरेर चाहिँ माथि गएर पूजा गर्नुपर्छ। 108 धारा चाहिँ एकदमै राम्रो छन्। यसरी चाहिँ यहाँ घन्टीहरू छन्। घन्टीमा फुल चढाउँदै म चाहिँ यहाँबाट घन्टी बजाउँदै जान्छु उता। हेर्नु गाईको मूर्ति पनि छ यहाँ चाहिँ। यहाँ पनि फुल चढाएको छु मैले। त्यसपछि यो चाहिँ एउटा मन्दिर छ यहाँ। मन्दिरमा पनि फुल चढाएर चाहिँ म यता जान्छु अब। हेर्नु यहाँ उहाँ बाजे चाहिँ एकजना बुवा हुनुहुन्छ। उहाँ चाहिँ बिहान बेलुकामा पूजा गर्न बस्नुहुन्छ आउनुहुन्छ। घर चाहिँ अलि तलै हो। बिहानै भएकोले कोही पनि आउनुभएको छैन। अहिले दिउँसो चाहिँ पूजासुजा लाउनलाई आउनुहुन्छ होला। हेर्नु यहाँ चाहिँ स्वामीनारायण पहिल्यै यहाँ आएर तपस्या गर्नुभएको उहाँको मूर्ति छ। यहाँ चाहिँ यहाँबाट खड्केरी चढेर माथि जाने हो। अब खड्केरीहरू छन्, धेरै छन् खड्केरीहरू नि। यस्तो छ दृश्य महाशिलाको। वरिपरि फुलहरू पनि रहेका छन्। यहाँ चाहिँ अब यो गुफा छ। यहाँ चाहिँ एउटा पहिला चाहिँ बाघ पनि बस्छ भन्थे, अहिले के गर्छ थाहा छैन। अँध्यारो छ यहाँभित्र चाहिँ। हेर्नु गुफामा यो गणेश भगवानको मन्दिर हो। भित्र चाहिँ मूर्ति पनि छ। अनि त्यसपछि यता चाहिँ शिवजीको मन्दिर पनि छ। शिवजीको मूर्ति ल हेर्नु, ठुलो मूर्ति छ। ढुङ्गाबाट कुदेर बनाइएको मूर्ति हो यो चाहिँ। एकदमै राम्रो छ। यता स्वामीनारायणको पादुका। यसरी यहाँबाट चाहिँ फुलहरू चढाइसकेपछि म चाहिँ तल झर्दैछु यताबाट। कुहिरोले पुरै ढाकिएछ। यो घेराबारहरू पनि लाउनु भएको छ यो महाशिलामा चाहिँ। अनि खड्केरीहरू नि चारैतिर छन्। यसरी महाशिला आएर म चाहिँ अब फर्किँदैछु।
तपाईहरु पनि अवश्य आउनु होला। एकदमै राम्रो छ महाशिला चाहिँ। अब अर्को भिडियोमा भेटौँला। यो भिडियोलाई चाहिँ यति नै। थ्यांक यू फर वाचिङ गाइस। म चाहिँ अब